ममता काफ्ले बहिनीको घरको बारेमा यहाँहरूले सुन्नु पनि भइसक्यो होला। सुन्नु भएको छैन भने चाहिँ एउटा सानो सूचना लिएर आएको छु। 2-4 दिन अगाडि नै त्यो घर त लिलाइममा गएको थियो। बोर्गेज तिर्न नसकेर ब्याङ्कले लिएर त्यसलाई त्यो लिलाइममा राखेर एउटा इन्भेस्टिङ एउटा चाहिँ कम्पनीले त्यो घर किन्यो। क्यासमा होल क्यासमा $600,000 को कुरा सुनेको छु मैले। त्यो चाहिँ क्यास डाउन गरेर किनेर त्यो घर लिइसकेको छ र प्रायः चाहिँ त्यसलाई चाहिँ फेरि बनाएर अनि मार्केटमा फेरि राखेर बेच्ने चलन छ होइन। त्यो गर्नको लागि लिइसकेको छ र ममता बहिनीको मेमोरी चाहिँ त्यो घरसँगै एउटा फिजिकल रूपमा गए पनि उहाँको चाहिँ छोरी छिन्। छोरी नै उहाँको सबैभन्दा ठुलो सम्पत्ति र मेमोरी हुन् हाम्रो लागि। र अब बाँकी चाहिँ अहिले अब नेक्स्ट अक्टोबरमा 2026 को अक्टोबरमा चाहिँ ट्रायल छ यो केसको। यहाँहरू सबैलाई थाहा होला, फेरि पनि जानकारी गराउन चाहे। 25 दिनको ट्रायल छ। 25 दिन कति के भनिन्छ होला 25 दिनको ट्रायलमा, बहस के हुन्छ होला मैले त कल्पना पनि गर्न सक्दिनँ। तर पछि हुने चाहिँ पक्कै प्रयास गर्छु। फेरि आउँछु है त। धन्यवाद। ममता बहिनीको काण्ड त हजुरहरूलाई थाहा नै छ। हजुरहरूले पनि अब विदेशी पिआरवालालाई छोरी दिन्छु, छोरी एकदम खुसी हुन्छ, भविष्य एकदम उज्जवल हुन्छ भनेर नसोच्नु होला के। 1000 पल्ट सोचेर मात्र बिहे गरिदिनु होला के। विदेशी चाहिँ ज्वाइँहरू भनौँ या विदेशी केटाहरू भनौँ होइन, उहाँहरूको चाहिँ नि आनी बानी थाहा हुँदैन, केही हुँदैन। पैसा मात्रै, पिआर मात्रै सुख होइन के। अब करोडौँ अरबौँ पैसा छ, अब बुढाबुढी चाहिँ मिल्न नसक्ने, अब बुढाबुढीमै विवाद हुने, अनि बुढाले चाहिँ नि अब चाहिँ नि मिसिसको कुरा नबुझिदिने, मिसिसले अब श्रीमानको कुरा नबुझिदिने भयो भने त यस्ता ममता काफ्ले जस्तो बहिनीका केसहरू त अझै कति आउँछ कति। त्यही भएर खरबौँ पैसा भएर पनि सुख हुन सकिन्न, घर परिवार मिलेर बस्न सकिन्न, घर परिवार चाहिँ मिल्दैन भनी त चाहिँ नि अब कति चेलीहरूले चाहिँ विदेशमा आएर यसरी ज्यान गुमाउनु पर्छ। हेर्नुहोस्, एउटा सानो चाहिँ नि श्रीमान चाहिँ सन्कु हुनुभयो अर्थात् श्रीमतीले भनेको नमान्ने हुनुभयो भने त यहाँभन्दा पीडा के हुन्छ भन्नु त। बाआमाले पढाएर हुर्काएर अब चाहिँ नि पढाएर लेखाएर सानो त्यो चाहिँ नि अन्डाबाट चाहिँ नि माथि चाहिँ सब चिज गराएर अब जिम्मेवारी बोकाएर पठाएर अनि विदेशमा गएर दुःख गरेर अब मेरो छोरी त विदेशमा छे भनेर चाहिँ नि ढुक्क भएर हिँड्ने साटोमा चाहिँ नि अनि छोरीको यस्तो खबर आउँदा कति पीडा हुन्छ भन्नु त। आमा बालाई धेरै त अझै मम्मीलाई हुन्छ, आमालाई बढी हुन्छ। त्यही भएर विचार पुर्याउनु होला। जापान होस् कि अमेरिका होस् कि क्यानाडा होस् कि जहाँसुकै होस्, नबुझिकन आफ्नो चाहिँ नि यो चेलीहरूको चाहिँ पराइलाई चाहिँ त्यत्तिकै नसोधिदिनु होला होइन। यहाँ विदेशमा चाहिँ पैसा त छ, तर चाहिँ यहाँ चाहिँ एकदम चाहिँ नि पीडा छ, एकदम सङ्घर्ष छ। मान्छेले बाहिर सो गर्दैन के। त्यो आइफोनले फोटो खिच्ने, मुसुक्क हाँस्ने, त्यो सामाजिक सञ्जालमा हाल्ने, तर भित्र कति पीडा छ भने मान्छेले सो गर्दैन। सो गऱ्यो भने बेइज्जत हुन्छ, डोमिनेट गर्छन् भनेर मान्छेले भन्दैन के। त्यही भएर सतर्क रहनु होला हजुरहरू भन्न चाहन्छु।